हेलो हेलो आजको हाम्रो रेसिपी चाहिँ लोकल भाले गिरिराज भाले बन्दैछ। ट्याक्क लाएर यसमा मैले जिरा फुराइसकेँ। अब थोरै ज्वानो फुराउँदैछु। अब यसमा प्याज फुराउनु पर्यो। प्याज रातो भएपछि अनि मासु गइदिन्छु। हामी चाहिँ छोरी र म ट्याक्क यहाँ भान्सामा छौँ। अब यो प्याज रातो भयो। यसमा अब म मासु हाल्दैछु। मासु मैले हेरेँ ट्याक्क यो चाहिँ अब गिरिराज कुखुरा अब धेरै खासै मोटो थिएन, दाना खाएको होइन। यो चराको लोकल जस्तै भएर अलि हड्डी हड्डी जस्तो छ। ल अब यसलाई एकलट सर्लक्क पहिला जस्तै गरी यसलाई एकलट छोप्छु। अनि अब ट्याक्क एकलट छोपेपछि यसको हल्का मोइस्चर निक्लिन्छ यसरी। ल अब यसमा टक्क नुन बेसार हाल्ने बेला भयो। अब म यसलाई नुन बेसार हाल्दैछु। ल अब यसमा म स्वाद अनुसार ट्याक्क लाएर आफ्नो टेस्ट अनुसार बेसार पहिला हाल्दैछु। धेरै नहालौँ, यो हाम्रो लोकलै बेसार हो, हल्का हाल्यो भने लाग्छ होला। ट्याक्क चला बेसार हाल्यो। अब नुन हाल्दैछु ट्याक्क लाएर। नुन पनि अब कतिको खान्छ त्यही स्वाद अनुसार हाल्ने हो। अहिलेलाई यति हालिराखौँ। नुन बेसार हालेर मजाले चलाइदिनु पऱ्यो ट्याक्क लाएर। चलाएर एकछिनहरू यसलाई छोपेर राख्छौँ। ल अब यसमा हामी गोलमेडा अदुवा लसुन हाल्दैछौँ। हालेर अब यसलाई चलाएर हल्का पानी हालेर एकछिन राखिदिन्छौँ। पानी हाल्दा अब यसमा मसला लाउन जाँदैछु ट्याक्क लाएर। किनेको गरम मसला, यो चाहिँ मिट मसला। यति भएपछि अब यसमा हल्का पानी हालेर फेरि छोपिदिन्छु। मसला सट्ट भुट्यो। अब यसमा पारेर लाएर म पानी राख्छु। अनि त्यो झोल मजाले छड्केपछि आजको हाम्रो यो मासु पनि पाक्छ है त। ल अब यसलाई छड्को। ल मजाले झोल छड्क्यो। आजको मासु पनि पाक्यो। ल गाइस अब यसलाई हामी टक्क निकाल्छौँ। अनि यसले अब खाने काम हुन्छ है त।